पहाडी गाउँको छेउमा एउटा पुरानो सालघारी थियो। गाउँका बुढाबुढीहरू भन्थे, त्यो सालघारी मुनि राति कोही नजाऊ, त्यहाँ एक आत्मा बस्छ। तर गोपालले त्यो कुरा विश्वास गरेन। एक रात दाईको विवाहको निम्तो बाडेर फर्किँदै ऊ त्यसै बाटोबाट गयो। रात निस्कन लागेको थियो। हल्का कुहिरो, पातहरू हल्लिने आवाज। अचानक बाटोको बीचमा सेतो कपडामा एक स्त्री उभी थिइन्। उसो त अँध्यारो थियो, तर उसको अनुहारमा कुनै आँखै थिएन। गोपाल डराउँदै सोध्यो, तपाईँ मान्छे हुनुहुन्छ? त्यो स्त्री मुस्कुराई र बोलिन्, तिमीले मेरो सालघारी काट्यौ, अब म तिमीलाई लिन्छु। गोपाल करायो र भाग्यो, तर हावा चिसो हुँदै गयो र एकाएक ऊ निस्सासियो। पछि उसको शरीर सालघारी मुनि भेटियो, अनुहार पुरै सेतो र हातमा सालको सानो हाँगा कसेको। गाउँलेहरूले त्यस दिनदेखि त्यो सालघारीको वरिपरि ढुङ्गा राखे। तर राति अझै पनि त्यहाँबाट गोपाल फर्किऊ भन्ने आवाज आउँछ रे।